हेलो नमस्ते स्वागत छ तपाईँलाई मेरो च्यानलमा नेपाल स्ट्रम नेप्समा। आज म हजुरहरूलाई नेपालबाट अलिकति समस्या हुन सक्छ, तर हजुरको आफन्त दाजुभाइ दिदीबहिनी हुनुहुन्छ भने अनलाइन अकाउन्टको द्वारा मद्दतबाट हजुरले यो गर्न सक्नुहुन्छ र इजिली। म लाखौँ त भन्दिनँ, तर मिनिमम अमाउन्ट हजुरहरूले पर मन्थ विकली आफ्नो एज अ पकेट मनी पाउन सक्नुहुन्छ। सो लेट्स बिगिन। सो फर्स्ट अफ अल नेपालमा यो टोटली इलिगल छ। सो एट द मोमेन्ट आम युजिङ दिस वान। बाइनेन्समा जानुहोस्। बाइनेन्स प्राय सबैलाई थाहा नै छ, तर थाहा नभएको साथीहरूलाई चाहिँ म के भन्न चाहन्छु भने बाइनेन्स भनेको अहिलेको जेनेरेसनमा यो डिजिटल ब्याङ्क हो, जसमा चाहिँ कोइन्सदेखि लिएर हजुरको स्टक्सदेखि लिएर एभ्रिथिङ मेन्सन हुन्छ एउटा। सो फर इक्जाम्पल मेरो अहिले अकाउन्टमा 33.33 छ। सो अब मैले यो अमाउन्ट भनेको फर इक्जाम्पल हजुरलाई म एउटा इक्जाम्पल दिनुभयो, सुनकिन्दा त्यसको पैसा छ 33.33, ठिक छ। यो युएसडिटी माथि तपाईँले हेर्न सक्नुहुन्छ, युएसडिटी छ। यो भनेको सुन भनौँ, यो सुन तपाईँको 33.33, यसको मेरो अहिले भ्याल्यु छ। मैले यो किन्दाखेरि $1.45मा किनेको थिएँ, जुन चाहिँ एकदम महँगोमा किनेको थिएँ। तर त्यही पनि मैले इक्जाम्पलको लागि हजुरहरूलाई यो भिडियो बनाएको हुँ। सो यो अहिले 33.26 छ मसँग टोटल अमाउन्ट, र मैले एउटा कोइन किन्नको लागि $1.45 हालेँ भनेपछि हजुरहरूले आफैले हिसाब गर्न सक्नुहुन्छ। 1.45 मैले रफली भनेको, तर 44 हो, किनकि मसँग 33वटा छ भनेपछि 47.52 मेरो यति अमाउन्ट गयो यसमा हो। तर त्यो कन्भर्ट गरेर किनेर एउटा अकाउन्टबाट अर्कोमा ट्रान्सफर गर्दाखेरि चाहिँ मेरो यति भएको हो। त्यसको लागि मलाई कमेन्ट्स गरिदिनुहोस्, म त्यो विस्तार रूपमा हजुरहरूलाई पछि सिकाउनेछु। अगाडि बढौँ। अब यो भिडियोको मेन इम्पोर्टेन्स के हो भनेदेखि म हजुरहरूलाई लाइक पकेट मनीको लागि हेल्प गर्न खोजेको हो। सो हजुरहरूले यो अकाउन्ट बाइनेन्स खोलिसकेपछि कतिको छ कतिको छैन मलाई थाहा छैन। सो हजुरहरूले कमेन्ट गर्नुहोस्। फर मोर भिडियोज आई विल बी अपडेटिङ यु मोरमा जानुहोस्। यसमा गएर रिकमेन्डेड हुन्छ फर्स्ट अप्सन। सो यसमा P2Pमा जानुहोस्। सो यसमा गएर अब जस्तै मसँग 33 छ हो, अब मैले सेलमा जान्छु। अब सेलमा गएर मेरो अमाउन्ट हेर्छु। मैले जस्तै ल 30 गरेँ कन्फर्म। अहिले मसँग एक्सप्रेसमा जाऊँ, सरी P2Pमा जाऊँ, सेलमा, अनि त्यसपछि अमाउन्टमा हामीले हालौँ 20 कन्फर्म। मेरो सेम कोइन युएसडिटी नै हो, ठिक छ, युएसडिटी नै हो। अनि 20 अमाउन्ट यहाँ राखेको छु। अब मलाई अफर मैले किनेको थिएँ 1.45मा भनेपछि यो अहिले यहाँ हेर्नुहोस् न, मैले बेच्दाखेरि 1.37 समथिङ आएको छ, राइट। सो यो भनेको चाहिँ मलाई अलिक घाटा हुन्छ यो गर्दाखेरि। बट फर इक्जाम्पल हेर्नुहोस् तलपट्टि 1.35 छ, 1.30 छ, यो भनेको एकदम लस हो, यसमा बेचेर काम छैन। सो म अर्को एउटा कुरा नि भन्छु, कसरी चाहिँ ल यो ठिक छ यहाँसम्म त, तर कसरी विथड्र गर्ने भनेपछि मेरो बाहिरको ब्याङ्क थियो। सो त्यो बाहिरको ब्याङ्कमा मैले गएर उनीहरूले कसरी पे गर्छु भने छ, पे आइडी भन्ने छ, ब्याङ्क ट्रान्सफर पनि हुन्छ, उसको पनि हुन्छ, यो सबै ब्याङ्क डिपोजिट पनि हुन्छ। ठिक छ, मैले अस्ट्रेलियन डलरमा राखेको छु। हजुरहरू कुन कन्ट्रीमा हाल्नुहुन्छ कसरी गर्न सक्नुहुन्छ, कुन अमाउन्ट हजुरकोमा लाइक कुन करेन्सी त्यो हिसाबले गर्नु होला, ठिक छ। सो 1.37 छ। सो इट्स टोटली लस फर मी। सो म अहिले चाहिँ यसलाई सेल गर्दिनँ। जब यसको भ्याल्यु रफली 1.44 माथि जान्छ तब म गर्छु। तर यदि मैले यो किन्नु पऱ्यो भने चाहिँ 1.44 नै छ हो, किन्दाखेरि 1.44 छ, तर बेच्दाखेरि त्यसको 1.37 छ। सो अहिले म के गर्छु भनेदेखि यो कोइनलाई यतिकै स्टकमा राखिरहन्छु। मैले प्रिभियसली एउटा सेल गरेको थिएँ, कम्प्लिटेड वान हेर्नुहोस् त, मैले $10 बेचेको थिएँ। त्यो रेट भनेको थियो 1.30मा, भनेपछि मैले त्यो बेला किनेको थिएँ रफली
समथिङमा, तर यतिमा बेचेँ। सो अलिकति फाइदा अलिकति घाटा जस्तो भयो, तर ठिक छ, त्यो केही फरक परेन। तर युजली चाहिँ यो हिसाबले मेरो फिजिकल अकाउन्ट हो। यो अकाउन्ट मेरो केही भयो मैले खोलेर राखेको। सो फर इक्जाम्पल म स्टेट ब्याङ्कमा गएर हजुरले हेर्नुहोस् त, यो मेरो अकाउन्ट कहिलेदेखिको छ भनेदेखि यसमा सिधै गयो भने अकाउन्ट चाहिँ इन्फर्मेसनमा मेरो डिटेल्स आउँछ। सो म त्यो गर्दिनँ आजलाई यो भिडियो। बट म नेक्स्ट टाइम फेरि त्यो प्राइस अपडेट भइसकेपछि आउँछु र हजुरलाई सेल गरेको भिडियो पनि हाल्छु, सो द्याट यु क्यान नो हाउ टु मेक प्रफिट फ्रम सेलिङ द। यो तपाईँको अहिलेको टाइममा डिजिटल गोल्ड भनौँ है, हजुरले यसलाई कसरी युज गर्नुहुन्छ यो तपाईँको हातमा छ। सो गोल्डै सुनै किन्नुपर्छ भन्ने त्यो जरुरत छैन अहिलेको टाइममा। हजुरले यसरी क्रिप्टोजहरूमा अथवा इन्भेस्टमेन्ट गरिसकेपछि चाहिँ अब जति ठुलो अमाउन्ट हाल्नुहुन्छ त्यति ठुलै प्रफिट हुन्छ, जति सानो अमाउन्ट हाल्नुहुन्छ त्यही अनुसारको प्रफिट हुन्छ। त्यसैले हजुरले अब विचार गरेर युज गर्नु होला। अनि रिस्क चाहिँ सोच विचार गरेर र इन्फर्मेसन नै लिएर मात्र रिस्क लिनु होला। इन्फर्मेसन छैन भने त्यसको बारेमा प्लिज